जुन कुरो हामीमा उहाँले P1 को बारेमा P2 को बारेमा कति राम्रो तरिकाले उहाँले बताइरहनु भएको छ हैन। तर त्यसको लागि त्यो बुझ्नको लागि अब प्रोडक्ट त खाइन्छ हामीले हैन, प्रोडक्ट त खाने गरिन्छ। प्रोडक्ट कसरी बनाएको छ त्यो अनुसार त्यो कसरी बनाएर हाम्रोमा ल्याएको छ त्यो पनि बताएर गइसक्नु भएको छ। उहाँलाई पनि धन्यवाद दिँदै र यो खाँदा खाँदा हामीले कसरी यो सिस्टमबाट अगाडि बढ्न सक्छौँ र यो सिस्टम एउटा जुन दिएको छ, जुन हाम्रो यो P3 अन्तर्गत पर्ने जुन हाम्रो यो मार्केटिङ प्लान भन्ने गर्छ, यो सिस्टमले अब हुन त यो प्रोडक्ट खानको लागि त हामी मेम्बरसिप लिनै पर्छ, किनकि अब हुन अरूको मेम्बरसिपबाट पनि खाने गरिन्छ, खाँदा खाँदा पनि। र अरूको मेम्बरसिपबाट खाँदाखेरि हामीलाई के हुन्छ भने जुन एउटा यो अगाडि बढ्ने बाटो हुन्छ नि त्यो चाहिँ बन्द हुन्छ है। यो कुरो चाहिँ ध्यानमा राख्नु होला। जहिले पनि जसलाई पनि प्रोडक्ट दिँदाखेरि एकचोटि दिनु होला, तर अर्कोचोटिको लागि उहाँलाई सम्झाउनु होला कि हेर्नु यसमा एउटा सिस्टम दिएको छ जुन कि तपाईँ आफ्नो नामबाट पनि खान सक्नुहुन्छ र तपाईँको नामको त्यो एउटा आइडी बनिन्छ, जुन हाम्रो यो डिएक्सनले दिने गर्छ 9वटा अङ्क भनेर। त्यो आइडी भनेको तपाईँको 3 पुस्ताको लागि, 1 पुस्ता होइन 3 पुस्ताको लागि हो त्यो आइडी। त्यसैले यहाँहरु माझमा तपाईहरुलाई जुन यो एउटा मार्केटिङ प्लान जुन यो दिएको छ हाम्रो यो यहाँ हेर्नुहुन्छ, कतिलाई पढ्न आउँछ कतिलाई आउँदैन, तर नेपालीमै लेखेको छ। हाम्रो यो कम्पनीले भनेको 9वटा बेनिफिट दिन्छ है। सबभन्दा पहिला बुझ्नु होला, 9वटा बेनिफिट दिन्छ। त्यसमध्ये भनेको 2टा बेनिफिट भनेको तपाईको एकचोटि मात्रै पाउने हो है, त्यो पनि ध्यानमा राख्नु होला। 2टा भनेको जुन हाम्रो यो 8 र 9 यो भनेको एउटा टार्गेट अनुसार हो हैन। $230 र $1550 भनेको यो भनेको सिर्फ एकचोटि मात्रै पाउने हो। र यो जुन 8 नम्बरको छ जुन यो हाम्रो $230 मोबाइल भत्ता भनेर यहाँ धेरै सरहरूले पाइसक्नु भएको छ। र यो जुन हाम्रो यो 9 नम्बरको छ $1550, यसको माथि काम गर्नुहुन्छ भने 100% यो पनि पाउनुहुन्छ, किनभने सिस्टम बनाइएको छ। त्यसैले हामीले जुन यो हाम्रो जुन छ यो नम्बर 1 को 1 नम्बरको जुन हाम्रो यो खुद्रा नाफा, म त सधैँ नै भन्ने गर्छु, किनकि मलाई लाग्छ कि यो मेरो कुराले यहाँहरूलाई सायद रिस पनि उठ्छ होला। किनकि हेर्नुहोस्, यो नम्बर 1 जुन छ नि 1 नम्बरको जुन खुद्रा नाफा छ, तपाईहरु यसको माथि काम गर्नुहुन्छ भने 100 मा 100%। अब त मलाई लाग्छ कि यो म भन्न पनि अब छोड्छु होला। सायद तपाईहरुले धेरैजना यहाँ पुरानो हुन्छ, कतिले यो 1 नम्बरको जुन अहिलेसम्म गर्नुभएको छ कतिले हात उठाउनु, त नढाटिकन है, किनभने डिएक्सनमा ढाट्यो भने तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। नढाटिकन भन्नु है। 1 नम्बरमा नम्बर 1 को खुद्रा नाफाको मतलब यो गर्छु भनेर यसलाई म अगाडि बढाउँछु भनेर कतिजनाले 1 जना 2 जनाले मात्रै उठाउनु भएको थियो है। साँच्ची म भन्छु, म तपाईहरुको माझ यसरी बोलिरहेको छु यो नम्बर 1 ले गर्दा नै हो। किनकि यही हुनुहुन्छ हाम्रो लिडर सरहरू, हाम्रो रमेश कुमार खत्रीज्यू, हाम्रो जुन कम्पनीमा आउनु भएको थियो। म 1 केडी पनि लगानी गरेको छैन है डिएक्सनमा अहिलेसम्म। 1 केडी भन्छ नि, 1 केडी पनि गरेको छैन। 100 फीस भन्छ नि, 100 फीस पनि गरेको छैन। हो, यो नम्बर 1 ले नै हो। यो खुद्रा नाफाले तपाईलाई नि तपाईको जति सेलेरी छ नि, सेलेरी, त्यो सेलेरीलाई पनि चोखो गरेर त्यो सेलेरीको भन्दा पनि धेरै आम्दानी दिन सक्छ यो 1 नम्बरले है। यति चाहिँ याद गर्नु। तपाईलाई लाग्छ कि यहाँको सरहरू आएर भन्ने गर्छ, भन्छ म सुन्छु, सक्यो, यति हो। तर डिएक्सनको जुन यो सिस्टम छ नि, यति राम्रो सिस्टम छ। तपाईँ कुनै पनि कन्ट्रीमा जानुहोस्, पुरा संसारकै कुरो गर्दाखेरि डिएक्सनको सिस्टम जस्तो कुनै पनि अहिलेसम्म छैन। तपाईहरुले सुन्नु भएको पनि छ होला सायद। धेरै यस्ता नेटवर्क बिजनेसहरू छ कि त्यहाँनिर मान्छेलाई ठग्ने पनि गर्छ हैन। कति छ अहिलेसम्म पनि नेटवर्क बिजनेस कि नम्बर 1 मा पनि छ। तर आउने दिनमा केही दिन मात्रै 2030 सम्म मलाई लाग्छ कि नम्बर 1 मा हाम्रो डिएक्सन नै हुन्छ। खै त ताली। मलाई लाग्छ कि तपाईहरुले यो जुन हाम्रो यो छ नि यहाँको यो रोजा भएर तपाईहरु आफै थाक्नु भएको जस्तो लाग्छ कि प्रोडक्टै कम भएको हो कि प्रोडक्ट खाने गर्नुस्। किनकि हेर्नुस्, हामी यहाँनिर किन आएको हो? पैसा कमाउनको लागि हो कि हैन? हो। अब यो जुन प्लेटफर्ममा तपाईहरु आउनु भएको छ, यो एकदमै राम्रो प्लेटफर्म छ। त्यसलाई सिस्टम तपाईँ बुझ्नै पर्छ। जतिसुकै तपाईँ निरोगी त हुनुहुन्छ, हेल्थ राम्रो हुन्छ, तर हेल्थको साथसाथमा जुन दिएको छ बेनिफिट, त्यो बेनिफिट त लिनु पर्यो नि, हो कि हैन? हो। त्यसैले सधैँ तपाईहरुले बुझ्नु। अब यो खुद्रा नाफा कसरी दिन्छ?
जति प्रोडक्टहरू छ नि, जति प्रोडक्टहरू छ सबै एउटा पिबी छ। त्यसपछि के छ? त्यसपछि सेल्स भ्यालु छ होइन, एउटा रिटेल प्रफिट पनि छ नि त तपाईँको। अब डिपी छ, रिटेल प्रफिट छ होइन। रिटेल प्रफिट भनेको त्यही खुद्रा नाफा भन्छ के, त्यसलाई नि हामीले खुद्रा नाफा भन्छौँ। हरेकको पिबी दिएको छ, पोइन्ट भ्यालु दिएको छ र एउटा खुद्रा नाफा पनि दिएको छ। यो भनेको तपाईँ किन भन्दाखेरि हामी जब यहाँ आउँछौँ नि, कतिको के हुन्छ भने तपाईँकै मेम्बरभित्रै होला, सायद हिजो कल गर्नुभयो होला, कल गर्दाखेरि जाऊँ न भोलि फ्राइडे, अनि के भन्नुहुन्छ? मसँग पैसा छैन, हो कि होइन? त्यस्तो प्रश्न पनि आउँछ, आएको पनि छ। म पनि हिजो कल गर्दाखेरि मसँग पैसा छैन भन्नु। तर उहाँले जस्तो हामी सधैँ सिकाउने गर्छौँ कि यो खुद्रा नाफाको बारेमा यसको माथि काम गरेको भए आजको दिनमा उहाँहरूलाई यो भाडाको लागि पनि कहिले सोच्नु पर्दैन। त्यस्तो छ यसमा। त्यसैले हमेसा भनेको चाहिँ यो खुद्रा नाफालाई अलिकति ध्यान दिएर बुझ्नुहोस् तपाईँहरूले। यसले तपाईँको प्याकेट खर्चदेखि लिएर गाडी भाडादेखि लिएर तपाईँको मलाई लाग्छ जहाँसम्म तपाईँको मोबाइल रिचार्ज पनि गरिदिन्छ है यसले नि। यति कुरो चाहिँ ध्यान राख्नु होला। अब यो पाउने भनेको हाम्रो यो प्रोडक्टले नै हो। अर्को छ हाम्रो ग्रुप बोनस होइन। अब भन्दा गएर तपाईँलाई निदाउनुहुन्छ है, किनभने मार्केटिङ प्लानको भन्दा जाँदा 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 मान्छेलाई बोर पनि लाग्छ है। त्यसैले म सर्टकटमै भन्छु, तपाईँहरूको यसको बारेमा अझै जान्नको लागि तपाईँको सबैसँग मोबाइल छ, युट्युबमा गएर गुगलमा गएर तपाईँ सर्च गरेर पनि हेर्न सक्नुहुन्छ है, हाम्रो नेपाली भाषामा पनि। ग्रुप बोनस अब यो 6 देखि 21% सबैलाई थाहा भएकै कुरो होइन। हामी जोइन हुँदाखेरि मेम्बरसिप नम्बर लिँदाखेरि के हुन्छ, त्यहाँदेखि 100 पिबी हुन्छ, 100बाट 6% सुरु हुन्छ है। यसै गर्दै अरूलाई हामीले यो प्रोडक्टको बारेमा सिकाउँदै जाँदा जाँदै अब तपाईँको मानौँ कि 300 पिबी भयो भने 9% होइन। त्यस्तै तपाईँको अब 1000 पिबी भएको छ भने 12%, 2000 भएको छ भने 15%, 3250 भएको छ भने 18%, 4500 भएपछि तपाईँको के हुन्छ 21 देखि लिएर 25% छ। तर 25% कसरी पाइन्छ भन्दाखेरि कसरी पाइन्छ? 300 पिबी पर्सनल हुनु पर्यो या ग्रुपबाट 200 आएर नन स्टार एजेन्टबाट आएर आफ्नो 100 पिबी गरेर गर्दा पनि तपाईँको क्वालिफाइड भइसकेपछि, स्टार एजेन्ट क्वालिफाइड भइसकेपछि मात्र यो 25%ले पाइन्छ। क्वालिफाइड छैन भने 21%ले पाइन्छ है। अर्को छ हाम्रो यो स्टार ग्रुप बोनस भनेर, यो चाहिँ 25 देखि 37%सम्म। यो भनेको तपाईँको स्टार एजेन्ट बनिसकेपछि अब क्वालिफाइड हुन्छ 25% होइन। अब तपाईँकै लाइनमा 6 जना मान्छे छ, डाइरेक्ट लाइन होइन, डाइरेक्ट लाइन होस् या मुनिको पनि होस्, तपाईँको 6 जना अलग अलग लाइनमा स्टार एजेन्ट भएपछि तपाईँ कतिमा जानुहुन्छ भने 37% है। 6 जनै स्टार एजेन्ट भएपछि 37% हो। अब पहिलो त हाम्रो स्टार एजेन्ट म भएँ, अब तपाईँको 6वटै लाइनमा पहिलो स्टार एजेन्ट, अब एउटा स्टार एजेन्ट निस्क्यो भने कति पर्सेन्टमा जान्छ? 27%। 2टा भयो भने 29, 3टा भयो भने के हुन्छ? स्टार रुबी पनि 19 भइन्छ र 31% पनि जान्छ। 4वटा भयो भने 33%, 5वटा भयो भने 35 र 6वटा भयो भने 37% भनेको डायमन्ड भइसकेपछि तपाईँ एउटा कम्पनीको प्रोफिट सेयरिङ त्यो पनि पाउनुहुन्छ त्यहाँबाट है। एउटा तपाईँ एउटा के भन्छ सेयरम्यान भन्छ नि, हो त्यो कम्पनीको सेयरम्यान बनिन्छ है डायमन्ड पछाडि। र अर्को छ हाम्रो यो ट्राभल सेमिनार इन्सेन्टिभ 2%। यो त हाम्रो कतिलाई थाहा पनि छैन होला, सुन्दाखेरि अलिकति अर्कै लाग्छ। यो भनेको तपाईँको भ्रमणको लागि 2% जोडेर दिन्छ, जुन हाम्रो यो स्टार एजेन्ट भइसकेपछि है, त्यहाँबाट काउन्टिङ हुन्छ त्यो पोइन्टहरू। लिडरसिप बोनस यो भनेको डायमन्ड पछाडिको हो। डायमन्ड बनिसकेपछि तपाईँको मुनि जति डायमन्डहरू हुन्छ त्यहाँबाट पाउने हो 3%, 3.5%, 4%। त्यसको पनि एउटा सिस्टम दिएको छ, जुन सिस्टम हामी सर्च गरेर पनि हेर्न सकिन्छ र 15%सम्म त्यहाँ पनि पाइन्छ है। अर्को हामीले बिचमा छोडेछौँ है विकास बोनस है। यो विकास बोनस भनेको अस्ति नै हाम्रो सरले बताउनु भयो नि, 2टा बोनस भनेको नि सबैभन्दा राम्रो इन्कम आउने बोनस भनेको नै यो 2टा हो, विकास बोनस र लिडरसिप बोनस। यो भनेको डिएक्सनमा तपाईँको मुनि जति डायमन्ड भए पनि त्यहाँबाट आउने इन्कम, सबभन्दा धेरै इन्कम आउने त्यही हो। त्यही इन्कमले नि हामी के गर्छौँ त, अहिले नेपालमा हेरिरहनु भएको छ नि, कतिले कार किनेछ, कतिले घर बनाएको छ, कतिले के गरेछ, हो त्यही इन्कमबाट नै हो। र अर्को छ हाम्रो यो अन्तर्राष्ट्रिय नाफा बाँडफाँड, जुन हामी अघि भने नि डायमन्ड बनिसकेपछि तपाईँको एउटा इन्टरनेसनल, जस्तो कि 34वटा कन्ट्रीबाट तपाईँको 2%ले जहाँ 34वटा कन्ट्रीमा जति सेल्स भएको हुन्छ नि त्यो ब्रान्चमा हो, त्यो ब्रान्चको सेल्स अनुसार तपाईँलाई यही बसी
तपाईँ नेपालमा होस् या यहाँ हुनुहुन्छ जुनसुकै कन्ट्रीमा बसी भने चाहिँ 34वटा कन्ट्रीबाट तपाईँको 2%ले पाउनुहुन्छ। यो भनेको डायमन्ड पछाडि है, तर डायमन्ड क्वालिफाइड हुनु पर्यो। डायमन्ड क्वालिफाइड छैन भने यो 2%को यो पाउनुहुन्न। अर्को त अघि नै मैले भनिसकेँ मोबाइल भत्ता भनेर, जुन यो स्टार रुपी बनिसकेपछि होइन तपाईँको लाइनमा 3 जना स्टार एजेन्ट छ, तिनीहरूको 6,000 पिबी भइसकेपछि यो पाउने हो, एकचोटि नै पाउने हो। यो चाहिँ लिनु होला है, जति अब बाँकी हुनुहुन्छ स्टार रुपीहरू स्टार एजेन्ट छिट्टो बनेर लिनु होला। अर्को छ हाम्रो यो $1550, यो भनेको तपाईँको फर्म भिजिट गर्नको लागि है। हाम्रो जुन यो अघि देखाउनु भएको थियो नि यो फर्मको फोटोहरू हो, त्यहाँ भिजिट गर्नको लागि एउटा अवसर दिएको छ, टार्गेट दिएको छ। यो टार्गेट पुरा गरिसकेपछि तपाईँहरू फर्म के अरे मलेसियाको फर्म भिजिट गर्न पनि जान सक्नुहुन्छ, या मन छैन भने तपाईँको यो ब्रान्चबाट त्यो पैसा क्यासमा पनि लिन सक्नुहुन्छ। त्यसमाथि पनि तपाईँको फर्म भिजिट जाँदाखेरि त्यो पैसामध्ये तपाईँको जति टिकट खर्चहरू हुन्छ नि, जति त्यो सबै तपाईँको काटेर बचेको पैसा पनि रिटर्न गर्छ है। त्यस्तो पनि सिस्टम छ है यसमा। हो त्यही हो। अहिले भन्दै एकजना म्याडमलाई निद्रा लागिसकेछ। हेर्नु है, त्यस्तो हुन्छ कि यो मार्केटिङ प्लानको बारेमा जान्नलाई उहाँलाई निद्रा लागिसकेछ। होइन म्याडम यस्तै हो होइन। सुरुमा म पनि पछाडि बस्थेँ होइन, सरहरूले बताउनुहुन्थ्यो, मलाई पनि त्यस्तै लाग्थ्यो, निन्द्रै लाग्थ्यो यो मार्केटिङ प्लानको बारेमा सुन्दा। तर जे होस्, राम्रो ठाउँमा आउनु भएको छ। तपाईँलाई जसले ल्याए पनि जुन तरिकाले ल्याएको छ, तपाईँलाई ढाँटेर होस् या झुटै बोलेरै यो प्लेटफर्ममा ल्याउनु भएको छ भने तपाईँलाई राम्रो ठाउँमा ल्याएर छोड्नु भएको छ। त्यसैले तपाईँहरूले यो 3टा चिजलाई जहिले पनि P1, P2, P3लाई मनन गर्नु होला र साथसाथै जुन यसको बेनिफिटहरू छ त्यो बेनिफिट लिँदै अघि बढ्नु होला। र जति जे सपनाहरू बोकेर आउनु भएको छ यो प्लेटफर्ममा, जे तपाईँको सपना छ, चाहना छ, सबै पुरा गरेर नेपाल फर्किनु होला भन्दै म अहिले बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। गुड मर्निङ एक्सन, गुड मर्निङ।